गाइज ल आज चाहिँ हामी यहाँ के पो कुन ठाउँ पऱ्यो हामी अहिले उमा महेश्वरी मन्दिरमा छौँ। यहाँभन्दा तल चाहिँ बागभैरव भन्छ है। अरू के छ त यसको विशेषताहरू? यहाँको विशेषता भनेको चाहिँ पहिला पृथ्वीनारायण शाहले कीर्तिपुर आफ्नो अधीनमा ल्याउनको लागि चाहिँ यहाँ उमा महेश्वरीबाट पनि डिसिजन लिएको थियो क्या। त्यति बेला चाहिँ निर्णय कसरी क्याप्चर गर्नुपर्छ अरू काठमाडौँ जिल्ला क्याप्चर गरिसकेपछि चाहिँ अब आफ्नो यो पुरै नेपाल चाहिँ कसरी आफ्नो अधीनमा बनाउनुपर्छ भन्ने चाहिँ सोचेको थिएँ क्या यहाँ बसेर। त्यो छ यहाँको विशेषता मेन भनेको। र यो कीर्तिपुर भनेको चाहिँ एकदम पुरातात्विक पुरा अब कल्चरल छ क्या सबै कुरा। यहाँको बनावट हेर्नुपर्छ, स्ट्रक्चर हेर्नुपर्छ, डिजाइन हेर्नुपर्छ, भाइबै अर्किदिन्छ क्या यहाँ आएपछि। यहाँ चाहिँ राम्रो छ, हजुरहरू पनि यहाँ भिजिट गर्नु सक्नुहुन्छ। हजुर यहाँ चाहिँ राम्रो छ ठाउँहरू। अनि जस तपाईँहरू आफै आएर पनि हेर्नु सक्नुहुन्छ। यो चाहिँ काठमाडौँदेखि कति किलोमिटर, अब जस कति टाइम लाग्ला अब काठमाडौँ बिच बजारदेखि लगभग? हामी यहाँ कीर्तिपुर आउनको लागि मेन भनेको बल्खुबाट यता टियु गेट हुँदै हुँदै माथि पनि आउन सक्छौँ। कलङ्कीबाट यता खसी बजार भएर नै आउन सक्छौँ। सीता पेट्रोल पम्प पनि भन्छ, त्यहाँबाट माथि पनि आउन सक्छौँ है। बाटो जस हामी काठमाडौँ क्षेत्रमै पर्छ कीर्तिपुर भनेको, त्यो मेन चाहिँ। मलाई चाहिँ हल्का केही थाहा छैन साथीहरू, त्यसमा माइन्ड नगर्नु। साथीलाई चाहिँ त्यही भएर गाइड लिएर आएको। म यहीँको बासिन्दा भएर अलिक थाहा भएको हो, म नेवार होइन।